मलाई नपसी है, खान मन छैन। तिमीहरू बाउ छोरी खाओ। किन खाना नखाने? कसरी खानु त नि? घरमा छोरो छैन, कहाँ गएको हो अत्तो पत्तो छैन, झन् त्यसमाथि नहुँदो आरोप लगाएका छन्। बेचारा कहाँ छ, कस्तो अवस्थामा छ, खायो कि भोकै छ, मनभरि यत्रो पिर हुँदाहुँदै कसरी खाना रुच्छ भन्नु त? अनि हाम्रो चाहिँ मनमा पिर नभएर खाना खान लागेको हो र? पिर त मलाई पनि छ, तर पिर लाग्यो भन्दैमा खानै खान छोड्यो भने कमजोर भएर भोलि छोरालाई कसरी खोज्न सक्छौ? त्यसमाथि आरोप लागेको मात्रै हो, प्रमाणित भएको होइन। गल्ती गरेको रहेछ भने केही गरी उम्किँदैन, गल्ती गरेको छैन भने कसैले केही गर्न सक्दैन। खाएको विष पो लाग्छ, नखाएको विष लाग्दैन। पिर नमानी खाऊ। पस्की केसरी केशरी दिदी, केशरी दिदी। के भयो सन्तोष? किन यसरी आत्तिँदै आएको? बसन्त दाइलाई पुलिसले पक्र्यो अरे। मलाई भर्खर चौकीबाट फोन आएको थियो, खाना ल्याइदिनु भनेर। देख्नुभयो, मैले अघि नै भनेको थिएँ नि, छोरो पक्कै अप्ठ्यारोमा छ भनेर। आमा हुँ, कतै न कतैबाट सङ्केत पाइन्छ। मलाई लिएर हिँड सन्तोष, म बसन्तलाई भेट्छु। तपाईँ यति राति नजानु, बरु भोलि बिहान जाउँला। अहिले म खाना पुर्याएर आउँछु। तैँले भनेर हुन्छ भोलि बिहानसम्म म पिरे फ्यासो मरेँ भने? के बोले कि यशोदा? जिद्दी नगर। अहिले राति तिमी गए पनि भेट्न दिँदैन। ऊ चौकीमा रहेछ, यसैमा ढुक्क हो। गल्ती नगरेको भए चौकीमा लग्दैमा केही हुँदैन। अहिले सन्तोष गएर आउँछ, भोलि बिहान हामी जाउँला। आमा तपाईँ नजानु, म र सन्तोष भएर जान्छौँ। जाने भयो जा, बसन्तलाई राम्रोसँग सम्झाउनु। भोलि बिहान बाआमा तँलाई भेट्न आउँछन्, केही हुँदैन नातिनु भनेर भन्नु। अनि चिसो छ होला, बसन्तलाई लगाउने कपडा पनि लगिदिनु। सन्तोष जा, भित्र गएर बसन्तको तातो कपडा झिकेर ले। हस्। त्यो अलक्षिणले यो घर छोडेर गए पनि हामीलाई दुःख दिन छोडेन। हुँदा हुँदा आज बसन्तलाई जेलमा पठाए। त्यसको त कहिल्यै भलो नहोस्। हे भगवान्, मेरो छोरोको रक्षा गर, त्यो निर्दोष छ।